जय श्री माताजी सम्पूर्णमा। अनि आज चाहिँ श्री माताजीको 103 है 103rd बर्थडे सेलिब्रेसनको कलेक्टिभिटी गर्नुको लागि चाहिँ हामी रिनक्स सेन्टर गएको थियौँ है। अनि हेर्नुहोस् रिनक्स सेन्टरको अल्टर चाहिँ कति मजाले सजाइरहनु भएको छ है। यहाँ हामी पुग्दाखेरि चाहिँ सजाइ पनि सक्नु भएको थियो है। अनि मैले केक चाहिँ घरबाट बनाएर लगेको थिएँ हैन। अनि हामी कालिम्पोङको जति पनि मेम्बरहरू छ है, जतिजना सहयोगीहरू छ है, सबैजना गएको थियौँ हामी है त्यो दिन चाहिँ। अनि यहाँ हामीले भजन अनि आधा मेडिटेसनहरू गरेपछि चाहिँ यहाँ केक काट्ने प्रोग्राम भइरहेको छ है। अनि जतिजना सानो सानो नानीहरू थियो है, सबै सानो सानो नानीहरूलाई चाहिँ एकट्ठा गरिवरी चाहिँ हामीले एकैचोटि है छुरी समातेर काट्न लगाएर चाहिँ हामीले यहाँ चाहिँ बर्थडेको केक कटिङ सेरेमनी हुँदैछ हैन। अनि हामी चाहिँ सबैजना यहाँ उभिएर कतिजना भिडियो बनाउनु हुँदैछ अनि कतिजना चाहिँ सबैजनाले बर्थडेको गीत गाइरहनु भएको छ है। अनि जति प्रसादहरू थियो है, पकाउनु भएको नपकाउनु भएको फ्रुट्सहरू है, सबैलाई चाहिँ नानीहरूको एक जना हातमा समात्न लगाइकन चाहिँ हामीले यहाँ अफर गऱ्यौँ है। अनि अफर गरिसकेपछि चाहिँ हामीले सबैजनाले श्री माताजीको श्री चरणमा चाहिँ फुल पनि अफर गऱ्यौँ है, जसको भिडियो आएन अब है। त्यस पछाडि चाहिँ यहाँ हाम्रो आन्टी हुनुहुन्छ है, सबसे सिनियर मोस्ट आन्टी है, उहाँको हातबाट चाहिँ यहाँ आरती हुँदैछ है। अनि कपिराइटको प्रब्लमले गर्दाखेरि चाहिँ मैले जति यहाँ भजनहरू लगाएको थिएँ सबै निकालेर चाहिँ यहाँ भोइस ओभर नै गरिरहेको छु है।